के हो आज त खाना त आमामा बुवा टन्नै छ त एक थाल खाइदिने हो जाडो छ जाडोमा हो के छ त भनिदिनु त एकचोटि अब यो मासुको दाल भइगयो गाउँबाट ल्याएको एकदम अर्ग्यानिक आफ्नो बारीबाट अब यो चिकन भइगयो यो रोस्ट भइहाल्यो यो मटन भइहाल्यो अब यहाँ एक थाल छ यो अचार छ गोलभेडाको अचार धनियाँको जाडो महिना छ पच्छ साथी हो बेलुका चाहिँ आरामले खानुपर्छ ल खाएर भनिदिनुहोस् कस्तो भएछ आज दामी भएछ ल साथीहरू चिकन फ्राई है पुरै चिकन फ्राई अचार टिमुरको खसीको मासु फ्राई रातो के अरे मुसुरीको दाल हो बुवा मासको दाल गाउँबाट जातोमा पिनेर लिएर आएको होइन त अनि तपाईँलाई त साथीहरूले हरायो धेरै भिडियो हालेनन् भनिरहेछन् तपाईँ गाउँतिर जानु भएको थियो नि त मेलातिर घुम्न हो त्यही भएर तपाईँको भिडियो आएन अब चाहिँ कन्टिन्यू भिडियो आउँछ होइन त ल माया गर्नु साथीहरू सब्सक्राइब गर्नु च्यानललाई लाइक गरिदिनुहोस् लाइक शेयर कमेन्ट गरिदिनु होला साथीभाइ हो चिकन लेग पिस खाएर देखाइदिनु त साथीहरूलाई साथी हो यसरी अब के गर्नु अब दाँत नभए पनि खानुपर्छ अनि यत्रो मासु खाइसकिन्छ त बुवा बिस्तारै बिस्तारै खानुपर्छ तर मासु त खाइदिनुहुन्छ होइन तपाईँ मासु त खाने हो साथी गाउँतिर जानुभयो मेलामा कति दिन बस्नुभयो त्यही भएर भिडियो सिडियो बनाउन पाएन होइन त अब फेरि कन्टिन्यू भिडियो आउँछ कन्टिन्यू आउँछ साथी हो आपत्ति नमान्नुहोस् जाडो महिना छ राम्ररी बस्नुहोस् यसले मात्रै खाँदो रहेछ आशाले भन्नु होला नि त्यसो नगर्नुहोस् आफ्नो आफ्नो इच्छा कति खानु मनपर्छ कति रुचि अनुसारले खाने हो साथी हो पचाउनु सक्नु पर्यो हजुरहरू पनि खानुहोस् ल साथीहरू माया गरिदिनु च्यानललाई सब्सक्राइब गरिदिनु लाइक गरिदिनु फेरि यसले त्यसरी खानु चाहिँ म पनि खान्छु भएर खानु होला बिमारी भएर बस्नु होला पचाउने हिसाबले मात्रै खानुहोस् होइन जाडो महिनामा दामी भएछ बुवा दामी भएछ अब यत्रो मासु खान टाइम लाग्छ होला यत्रो लामो भिडियो हेर्नुहुन्न साथीहरूले छोटै बनायौँ हामी बाई बाई भनी महिलेलाई होइन बुवा बाई बाई साथी हो तपाईँहरू नि खानुहोस् गुड नाइट फेरि भोलि भेटौँला